YouTube channel is very most important thing in Nepal. Oh, मेरो fan. Oh, thank you. So hey guys, welcome back to my मेरो थुप्रेको कुच्चाको थोप्रेको जस्तो थोप्लामा हैन सबैजनालाई वेलकम छ हाम्रो न्यू ब्लगमा. I wanna go without Kathmandu. माथि घाम देखिरह होला हैन हाम्रो हेटौडातिर मात्र लाग्छ यो घाम चाहिँ तपाईहरुको त्यतातिर नलाग्न नि सक्छ. सो आश्चर्य नमान्नु होला है. आहा लाल देखिरह. आहा लाल देखिरह. मेरो आहा त्यस्तो खतरा छिटो छ हैन. एउटा चोराएर आएको छोरा हो. मलाई चाहिँ मेरो एउटा सब्स्क्राइबर फ्यानले घर बोलाएको छ कि म तपाईलाई लिंक दिन्छु आउनु भनेर अनि म त्यही जान थालेको. फाइनली म चाहिँ आइसक्यो हैन. मलाई चोर जस्तै आइरहेको छु म. ओ हिरो रहेछ यार मेरो सब्स्क्राइबर मेरो फ्यान यार. हेलो हजुर बिग फ्यान हुनु पर्दैन ए बिग फ्यान दाइ म फेरि आउँछु. So guys, म चाहिँ यहाँ फाइनली आइपुगिसकेको छु हैन. ओ मेरो फ्यान बिग फ्यान यार. ओ थ्यांक यू एकछिन यस्तो रोक यस्तो सुरुमा हैन. अब यस्तो आना यस्तो यहाँ न ए यसरी यहाँ न अनि यस्तो गर्न अब यस्तो फेरि ल हाम्रो यो नि खतरा ल खतरा चल रहा है खतरा है. दोस्त तिमी केटा है केटी हो? म केटा हो यार. कसरी रुम सफा भयो त यार? रुम मैले सफा गरे हैन आज बाटो हो आफै आएको लागेर पनि आज सफा गर्ने रुम यार. आज चाहिँ हामी भिडियो सुट गर्न गइरहेका छौं. लेट्स सी के हुन्छ कस्तो हुन्छ. देख्न सक्नुहुन्छ हाम्रो मोडल इकु फाते सिरु खाते है हिरो आज चाहिँ हामी भिडियो बनाउन गइरहेका छौं. लेट्स सी के हुन्छ अब हेरौँ कस्तो हुन्छ. एक्टिङ यो मलाई थोप्ला हेर्दै थोप्लामा सपला प्रियङ्का चोपडा भनेको यही हो हैन. न थोप्ला कति हुन्छ न एक्टिङ राम्रो छ हैन. बट आई एम क्यामेराम्यान स्टिल यो खै त मोडी गर्नु बोलाएन मेसेज गर्न आउँछ त. ल गाइस हाम्रो चाहिँ ब्लग सुटिङ चलिरहेको छ हैन. क्यामेरा हेर्न सक्नुहुन्छ यहाँ मोडल छ डेली ब्लग हो. डेली दुःख दिरा छ यहाँ फुल फाल्ने मान्छे हैन. के फाले भने मान्छे यहाँ चाहिँ टाउकोमा एउटा फुल छैन भने सबै भुइँमा आयो. टेक बिग्रेको हुनाले यहाँ मोडलले भुइँबाट फुल टिपिरहेको छ. आफ्नो भिडियो जो बनाउनु छ हेर्न सक्नुहुन्छ हाम्रो भिडियो भयो नि. यो वाले चाहिँ भाइ के भएन मुजी होइन के सोचे जस्तो रुख पत्ता फालेर ल्याउँछ मा खाते हो कि यो भाइ बनारे मलाई के बनायो खै यसरी यस्तो भयो के यहाँ भएन नाटक गरेर चाहिँ यस्तै खै फुलै हावा खायो कस्तो होइन के डाइरेक्सनमै जाँदैन म त मोडल हैन म कसरी जान्द म पागल हो कि जान लिएर यही फुल गर्ने यो मैले लिएर त यही फुल गर्ने छिटो माटो होइछ के हो त माटो छैन कोही छैन कि त्यो भएर के बस्छ. मोडल कस्तो अनुभव भइरह मोडल चाहिँ मलाई एकदम राम्रो अनुभव भइरहेछ. यो चाहिँ रुख है रुखको नक्सा हेर्दै बसिरहेको तेरो एङ्गल हेर्दा रुखबाट यता न यस्तो वाल ठुलो भएन गाइस अल्छी लाइसक्यो मलाई मोडल देखेर है. यस्तो क्यामेराम्यानहरू यस्तो मान्छेहरू भयो भने त झन् झ्याउ लाग्छ कि मोडललाई झ्याउ लाग्छ र एउटा के बनाउनु आउँदैन. आफ्नो टाइम वेस्ट गरेर आएको छ झन् यहाँ. ए अझ उल्टो टाइम वेस्ट. हाम्रो एक टाइमको किमत हुन्छ के छ तँलाई. ए दोस्त यता हेर न है. दोस्त यहाँ न फोटो खिचिदिन्छ पनि दोस्त दोस्त रिसा यार शिवरात्रिले छोडे दोस्त यहाँ आऊ त यहाँ न दोस्त यहाँ आऊ दोस्त आऊ दोस्त सब फ्यामिली हेर्छ त मलाई त्यो गाउँमा त कोही पनि आउँदैन त के भयो यार सबले हेर्छ. गाइज क्यामेरा हेर्न सक्नुहुन्छ यो चाहिँ मलाई क्यामेरा विदेशबाट गिफ्ट गरिदिएको एकजनाले. मेरो गर्लफ्रेन्ड छ विदेशमा ले गिफ्ट गरिदिएको. आई लभ यु सो मच हैन. यस्तो भन्ने दिन पनि मेरो कहिले आउला
यदि कोही विदेशतिरबाट हेर्दै हुनुहुन्छ भने मलाई स्पोन्सर गर्न सक्नुहुन्छ। मेरो मोबाइल नम्बर रहेको छ 9800000000 है। सबैजनाले चाहिँ याद गर्नु होला। के गर्नु त अनि त मेरो नि गर्लफ्रेन्ड छैन, म पनि ह्यान्डसम त छु नि त, अलिअलि त छैन र भने कमेन्ट हानौँ न। कमेन्टै हान्दैन कि ह्यान्डसम छु भने छु भनिदिनु पऱ्यो कि दाजुहरू दिदीहरू बहिनीहरू अरूको है, फेरि अरूको दिदी बहिनी है, मेरो त होइन है। जबसम्म मेरो लभ पर्दैन तबसम्म सबजना मेरो गाह्रो छ नि त मलाई होइन। के गर्नु यस्तै छ अब जिन्दगी, मरि लानु जिन्दगानी, 2 दिन चोला, आज यहाँ छ भोलि कहाँ होला। मुखमा हातमा सिकाराइस मुखमा भोला खाइरहेको चाहिँ चन्द्रे भाइले। आइपुग्यो चन्द्रे भाइ फुल चोरेर, मान्छेको फुल चोरहरू। भिडियो बनाउन लास्टिक गाह्रो छ यार। त्यो फोटो मरेको मान्छेको फोटो अरे होइन। के भयो ढोक्ला गाह्रो छ है, गाह्रो छ। हातमा लङ क्वालिस रहेछ, हातमा लङ क्वालिस रहेछ। तारा एक्सन अब म चाहिँ हो मोडल साथीहरू होइन। खास छ तपाईँहरूलाई द ट्रिपल टीको द एसटिडी गाइजको मोस्ट ह्यान्डसम बोय होइन। अब म भएन भने चाहिँ यहाँ त अब भिडियो पनि बन्दैन। अब मेरो टाइम वेस्ट गरेर अब यिनीहरूको लागि भनेर मैले बनाउन आएँ त अब के भन्दा यस्तै त छ। के गर्नु अब मेरो टाइम वेस्ट गरी अब ल ठिक छ, म यति गर्न त सक्छु। फेरि भएन भने अब पनि भएन भने तर मारिदिन्छ हेर यो जहाँ अब यो उयो गर्न नि आउँदैन भने यसलाई न मोबाइलसँग आयो भने अलिकति उयो हुन्छ कि। फुलै फाल्नु माथि चढेर फाल बरु फाल्छ ल माछालाई के एउटा हात फालेर गर्ने यसले झन् भिडियो बनाएर हुन्छ झन् पाडै हुन्छ नि त, औडै हुन्छ त। अहिलेसम्म कतिचोटि हामीले फुल टिप्यो? 3 चोटि त हो नि पागल। यत्रो फुल ल्याएको पनि कामै लाग्यो। मोबाइल ल्याऊ त भाइ, मोबाइल बोक न। मोबाइल तपाईँहरू हेर्न सक्नुहुन्छ हामी फुल टिपिरह किनभने हालत खराब। 3, 2, 1 एक्सन। ल अब चाहिँ मिल्छ ल, अब बल्ल 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 उयो भयो नि त। बिदाई गरे जस्तो ल। अब चाहिँ मिल्छ ल, लास्ट एकचोटि ल। यस्तै गर्छ कि के गर्नु थाल्यो भन्दा फुल हाल्नु थाल्यो कि फुल हाल्नु हो, भिडियो बनाउनु थाल्यो हो, फुल हाल्नु थाल्यो हो। चिन्ता नगर्नु त, 1 2 बन्छ कि बन्छ, भिडियो बन्छ। मेहनत अनुसारको भ्युज आयो भने त ठिकै हो कि। यत्रो मेहनत अनुसारको तेरोमा आउँछ त मलाई। ल केटाकेटीहरू फेरि त्यस्तै भिडियो बनाएर हालिदियो भने त्यो बहिनीलाई ब्रेकअप भइसक्यो। हिजोको ब्रेकअप भिडियो बनाएर ब्रेकअप भयो। कसले बनाएको ब्रेकअप? हामीले ब्रेकअप भिडियो पनि बनाइसक्यो होइन हिजो के त हामीले बनाएको छैन। ए ए ए त्यो भिडियोले ब्रेकअप हो? होइन साँच्चीकै भयो भने कि साँच्ची भयो होइन होला। चिट गरेँ क्या हातलाई सुसाइड गर्थ्यो। भन्दा गाइज पहिला ल पर्नु पऱ्यो नि त होइन। हामी सिङ्गल छौँ, सम्पर्क गर्नु होला। ल भाइ ल ल ल ल रोल क्यामेरा एक्सन। खतरै भयो अब चाहिँ ल। 35 सेकेन्डको बारीमा चाहिँ उयो आएको थियो कि। अब चाहिँ यो एउटा मात्र कि यो हो नि त। अघि त मेरो हात नमिलेर भयो त, अब त मैले बिलिसकेँ नि त, चिनिसकेँ भयो। जाउँ भयो अरे साइको क्या के बाँकी छ त्योमा औडै गर्छ कि अब के बाँकी छ त्यो गरेर चिचाउने त्यो चिचाउने होइन अनि चिचाउने क्यामेरा खतरा गरे
क्यामेराम्यान खतरा ल ल हान्नु पऱ्यो नि खतरा हान्नु नि मैले फेरि ल हान्नु पऱ्यो कसरी यता यता त पहिला म गरिहेर्छु ल त्यो गर्ने आयाटो बन्ला रेडी सुन्ने रेडी खुट्टा भुइँमा गरौँ न अरू धेरै नै उडेरै गरौँ रेडी पुरै जोरले है फेरि सासै फुत्के जस्तो रोल क्यामेरा ल यतिको चाहिँ ठिक छ है ल मेकअप बिग्रियो यस्तो मेकअप बिग्रियो भन्न केटा हो खै कहाँ बिग्रियो मेक्रम रेडी रेडी फेरि त्यही गर्ने होइन ल रोल क्यामेरा एक्सन भिडियो पनि खतरा बनाइरहेको छु मैले ल गाइज हाम्रो सुटिङ एउटा सिधै अब अर्को सुटिङ गर्नेछौँ हामी थाहा छैन के सुटिङ हो बट सुटिङ चाहिँ गर्नेछौँ हामी आई लभ यु सो मच अल अफ यु होइन बिकज वी डोन्ट ह्याभ इनफ गाइस म चाहिँ तपाईँहरूको लागि एउटा नोटिस लिएर आएको छु त्यो नोटिस चाहिँ के हो भने के हो त्यो नोटिस चाहिँ के हो भने अब हामी सिङ्गलै छौँ होइन कसैलाई यदि एनी वान इन्ट्रेस्टेड हुनुहुन्छ भने फर्म भर्न सम्पर्क फर्म भर्न सक्नुहुन्छ त्यसको हामीसँग लभ गर्नुभन्दा अगाडि फर्म भन्नुपर्ने हुन्छ तपाईँहरूले लाइनमा बस्नुपर्ने हुन्छ है फर्म भर्नको लागि फर्म भर्नु होला हामीसँग लभ गर्ने भए दर्ता शुल्क फ्री रहेको छ फ्री छ निःशुल्क हो नागरिकताको फोटोकपी पासपोर्ट साइज फोटो अथवा यताउति लिएर तपाईँहरूले हामीसँग फर्म भर्न सक्नुहुनेछ सो गाइस त्यही त हो नि माया गर्नुहुन्छ भने गर्नु होला है आउनु न हामीसँग लभ गर्नु हिरो छ 3 जना हिरो सिङ्गल छ ल कसलाई मन पराउनु लेट्स सी अब हामी अर्को एउटा भिडियो बनाउँछु क्रिस्चियन सङको सो हेरौँ कसको कतिको राम्रो हुन्छ लेट्स टेक आइस हामी वचनमा जरा गाडेर वचनमा उड्ने पुस्ता हौ यो बहिनी गाउँछ हामी वचनमा तल जरा गाडेर जरा गाडी ल हामी जरा गाडेर जरा जरा गाडेर ल तिमीहरूको कस्तो वाला भिडियो भयो सिङ्गमा जानु बसेको बन्द गरिदिनु भिडियो चाहिँ बन्द गरिदिनु भिडियो भिडियो बन्द गर्छ भ्लग पुष्प मन पर्दैन यस्तो जानु नि ब्लग हामी वचन पल्टाएर नि के नपल्टा नपल्टाउ त बन्द गर्छ हामी वचनमा डुब्ने पुस्ता हो ल हामी वचनमा अलि खतरा हालिएको छ ए रिस्ता हल्का त्यो आउँदैन मलाई आउँदैन भन्नु त कसरी बन्छ त भाइ त मोडल ऱ्यापर होला ऱ्यापर बनाएर भिडियो बनाउँदाखेरि चाहियो नि भाइ खोइ ऱ्यापर बनाउँदाखेरि त अनि ऱ्यापर बन्दाखेरि त नि यो हान्नलाई चाहिँ हामी वचनमा डुब्ने पुस्ता हो यस्तो हाल्नु पऱ्यो यस्तो आइस यो हान्दै यो हान्दै यो हान्दै ज्यारे नि हुन्छ नि जे जस्तो अरे हुन्छ आत्मामा माथि उड्ने पुस्ता हो हामी वचनमा डुब्ने पुस्ता हो सो हेलो भ्लग वेलकम टु माई गाइज वेलकम छ सबैलाई हाम्रो लाइभमा तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने युट्युब च्यानल इज भेरी मोस्ट इम्पोर्टेन्ट थिङ इन नेपाली मान्छे हु के हुन्छ भने बिकज दे आर कल्ड यु नो
आज चाहिँ म तपाईँहरूलाई कसरी हिँड्ने भनेर सिकाउनु गइरहेको छु हाउ टु वाल्क टटल है तपाईँहरू चाहिँ हिँड्दाखेरि सुरुमा यो खुट्टा अगाडि यो हात अगाडि यो खुट्टा अगाडि यो हात अगाडि अनि 1 2 3 4 गरेर गिन्ती काउन्टिङ गर्दै हिँड्नु होला अनि मात्र राम्रो हुनेछ गाडी हिँड्दाखेरि 1 2 2 3 4 हो यसरी 1 2 3 4 काउन्टिङ गर्दै हिँड्यो भने अनि बल्ल तपाईँहरूको खुट्टामा सन्तुलनमा आउनेछ गाइज है म चाहिँ तपाईँहरूलाई के भन्न चाहन्छु भने आई लभ यू सो मच आई लभ यू 2 आई लभ यू 3 बिकज यू नो ऑल नो इश देखिए सकते हो आप लोग इधर देखो हेरो ए कस्तो हातमा भुत्ला बाउनुको छोरो कि भटेको छोरो हौ माकुरी के साह्रो भुत्लाको है बाख्राले खायो इटिङ गरास यु नो माई इङ्ग्लिस इज भेरी विक पिक बिकज आई एम क्याप्टेन अमेरिका यु नो हेर्न सक्नुहुन्छ बुलेट बाइक मैले 1-2 दिनको लागि चलाउनु दिएको फिर्तै दिँदैन के गर्नु आई एम भेरी दानी म दिन सक्छु सबैलाई आई एम रिच किट बट वी हेभ नो मनी इन आवर खल्ती बिकज वी हैव बैंक बैलेंस है हमारे अकाउंट पे कम्ती में कितना समथिंग 1.5 लाख जति होइंगा 1.5 लाख होइन त्यो त 1.5 लाख त हाम्रो एउटा उयसमा त्यस्तो बाँकी त छ त्यसो नि यहाँ मैले एउटा ठेला पनि खोल्दैछु बाटोमा आन्टीहरूलाई यो आन्टीहरूको लागि मैले ठेला खोलिदिएको छु यस्तै हो के गर्नु त्यहाँ अगाडि बेकरी पनि छ होइन हाम्रो ठाउँमा घुम्न आउन सक्नुहुनेछ कमानेमा रमाइलो छ बाइक बतेर आयो याखरी पुंजी काखरी मिजिङ यु नो देख सकते हो देख्नुहोस् हेर्नुहोस् मैले गाडी यसो पार्किङमा राखिदिएको एकछिन लोडसोड गरेको पाओ भनेर मैले आएर यो गाडी चलाएर देखाउँछु तपाईँहरूलाई विश्वास लाग्दैन होला मैले गाडी चलाउँछु भनेर आप लोग में गाडी आप लोगों को मैं गाडी ड्राइभिङ करके देखाउँछु है हामीलाई भ्लगमा बोलने को कुछ एक्सपीरियंस नो बट I can do this all day because I am Captain America. Gandon. बिहान अस्ट्रेलिया गएको होटेलै मन नपरेको यस्तो मान्छे अस्ट्रेलिया गएर होटेल मन नपरे तर उस जानुपर्छ नि बाबु त लन्डनतिर लन्डन गएको अनि मैले तँलाई टिकट काट्दै थिएँ त लन्डनको के गरेँ लन्डनको त्यो कुन टावर एल्फिल टावर आइफिल हो कि बुर्ज खलिफा लन्डनको बुर्ज खलिफामा गएको झन्डै झरेर मरेको थियो फर्किँदा प्यारासुट बिना घाम फाल्यो भने यस्तो है यो चाहिँ लन्डन गएको थियो अरे बुर्ज खलिफा चढ्नलाई बट त्यहाँबाट डर कस्तो वाइयात है नराम्रो लाग्यो अरे बुर्ज खलिफा त्यो मिया खलिफाको दाइ हो अरे होइन लन्डनमा छ अनि त्यहाँबाट यो अमेरिका हुँदै नेपाल आयो एरोप्लेनमा अनि त्यसपछि प्यारासुट बिना नै यसले चौना घरमा हम फाल्यो यसको आफ्नो घरमा बिकज हि इज भेरी रिच किड माई गर्लफ्रेन्ड इज रिच सो हि इज रिच बिकज हि इज होइन हो कि होइन गाडा हो नि अब हामी म्याजिक कुद्दैछौँ जस्ट चिल बेबी जस्ट चिल गएपछि हामी चढ्नेछौँ म्याजिक आएर चढेर तपाईँहरूलाई म देखाउनेछु एरोप्लेन आउँदैछ हाम्रो 20 लाखको सरी म्याजिक भनेको छु म्याजिक भनेको मैले जादु भन्न खोजेँ हो होइन तपाईँहरूलाई म जादु देखाउँछु जादु हेर्ने एउटा हो 3 2 1 गो जादु देख्यो त केटा हो जादु है जादु खतरा खान्छ जादु बर्गर खाएर मासु निकालेर खागा खै बम्पर रोटी खै गाना हिँड्यो हजुर मासु के थियो अरे सारथी तान्न गएर खाने कि छोड्ने सो गाइज हामी चाहिँ अधारमा छ हाम्रो ब्लग सिद्धिन थालेको छ लेट्स सी इन्डिङ्स यो गाना दोस्त अगाडि यस्तो हुनुपर्छ जिन्दगी रमाइलो जिन्दगी जस्ट चिल बेब्स कति खुसी छ हेर्नु त्यो केटी जस्ट चिल गाने दोस्त जस्ट चिल ब्रो